सभामुख महोदय, पूर्व राजा ज्ञानेन्द्रले भर्खरै फागुन 6 गते दिएको भिडियो सन्देशमा श्री 5 महाराज भनेर उल्लेख गरिएको र शाही निशाना प्रयोग गरेको देखियो। यो शाही निशाना 2065 साल जेठ 17 गते हटाइएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो र नेपालको संविधानमा कहीँ पनि श्री 5 महाराज भन्ने उल्लेख छैन। त्यसैले यस्तो सन्देश श्री 5 महाराज भनेर राख्ने र शाही निशाना झण्डा राख्ने प्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न संविधान नमिच्नका लागि आग्रह गरोस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय। विविधताभित्रको एकताको देश हो। त्यो भिडियो सन्देश मात्र होइन, 2065 साल जेठ 16 गतेका दिन शाही निशानाको झण्डा रातबाट हटाइएर राष्ट्रिय झण्डा फहराइएको थियो। त्यो राष्ट्रिय झण्डा फहराएको झण्डालाई अपमान गरेर शाही निशाना फेरि प्रयोग गरिएको छ। यो संविधान कसले मान्ने हो, कसले नमान्ने हो, कुन वर्गलाई मान्न लाउने हो, कुन वर्गलाई मान्य नलाउने हो, सरकारको ध्यान आकृष्ट होस् र यस्ता कार्य बन्द गरियोस् भनेर माग गर्न चाहन्छु। धन्यवाद। संसदमा आउँदै गर्दा आजकल धेरै कुरा सुनिन्छन्। फागुन 25 गते हाम्रो राजालाई हामी नेपाली जनताले नेपालको राष्ट्रिय झण्डामा स्वागत गरेको कसैका विरुद्धको आन्दोलन होइन। स्वागत गर्दाखेरि त मुट्टु हल्लियो, कलेजो थर्क्यो, धरती फाट्यो, आकाश फुट्यो भने तपाईहरुका विरुद्ध आन्दोलन गर्नुपर्ने भने हालत के हुन्छ, यो कुरा याद गरेर संसदमा कुरा उठाइयोस्। र साथसाथै सम्माननीय सभामुख महोदय, राजा गइसक्यो फर्किदैन भन्नुहुन्छ। गइसकेको राजा फर्किदैन भने अस्तु पनि नभेटिने मार्क्स, लेनिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन। त्यो चाहिँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, हामी आज पनि भन्छौँ विविधताभित्रको एकताको देश हो। राजा सहितको प्रजातन्त्र हो, नेपालको संविधानले चिन्दैन। राजा ल्याउँछौँ भन्नेलाई मेरो चुनौती 2084 को निर्वाचनबाट 2/3 ल्याएर संविधान अनुसार राष्ट्रपति बन्न संविधानले रोकेको छैन। पहिलो संविधान सभाको बैठकले राजतन्त्र होइन गणतन्त्र भन्ने विषय एकमतका साथ निर्णय गरेकाले संस्थागत रूपमा राजतन्त्र अन्त भयो। त्यसैले अहिले राजा फर्काउँछु भन्नु मृत्यु भइसकेको आत्मालाई बचाउँछु भन्नु जस्तै हो। यो संविधान विपरीत पनि हो। संविधानले राजाको परिकल्पना गरेको छैन, राजाको चिन्दैन पनि। वीरेन्द्रको वंश विनाशपछि अवतालीको रूपमा ज्ञानेन्द्र राजा बन्ने मौका पाए। दलहरूले त्यो मौका उनलाई दिए, तर उनले के गरे? नेपाली समाजको आकांक्षा विपरीत दलहरूमाथि प्रतिबन्ध लगाए, नेताहरूलाई थुक्ने काम गरे, सञ्चार माध्यममाथि प्रतिबन्ध लगाए, नागरिकले बोल्न पाउने अधिकार कुण्ठित गरे, नेपाललाई तानाशाही सैनिक शासन लाने प्रयत्न गर्दा जनताको विद्रोहबाट ज्ञानेन्द्र सत्ताच्युत भएका होइनन्। आज त्यही राजा पुनः ल्याउँछौँ भन्नु दिवा सपना मात्रै हो। सभामुख महोदय, राजा ल्याउँछौँ भन्नेलाई मेरो चुनौती 2084 को निर्वाचनबाट 2/3 ल्याएर संविधान अनुसार राष्ट्रपति बन्न संविधानले रोकेको छैन। यो मुलुकमा राजतन्त्र समाप्त भइसकेको छ। नेपालको संविधानले राजतन्त्र र राजालाई चिन्दैन। त्यसैले दिवा सपना देख्दैमा राजतन्त्र फर्किन सक्दैन। नेपालको फुटबल अहिले गम्भीर सङ्कटमा छ। 2 वर्षदेखि राष्ट्रिय लिग हुन सकेको छैन, जसले खेलाडीहरूको भविष्य अन्यलमा परेको छ। एन्फाका पदाधिकारीहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न जरुरी छ। फुटबल केवल खेल मात्र होइन, यो हजारौं युवा खेलाडीहरूको सपना, करियर र जीविकोपार्जन गर्ने माध्यम हो। तर लिग नहुँदा खेलाडीहरू बाध्य भएर देश छोड्नु परेको छ। आज क्रिकेटलाई व्यावसायिक बनाउन क्यान जुटिरहेको छ। सरकारबाट बजेट समेत विनियोजन भइरहेको छ। तर फुटबलको उन्नतिका लागि खेलकुद मन्त्रालय, एन्फा र सम्बन्धित निकायहरू किन मौन छन्? के फुटबल व्यावसायिक बन्न सक्दैन? के खेलाडीहरूले उचित अवसर पाउन सक्दैनन्? यस सम्मानित सदन मार्फत म सरकार, खेलकुद मन्त्रालय र एन्फालाई ध्यान आकर्षण गराउन चाहन्छु। काठमाडौँ क्षेत्र नम्बर 2 कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 8 वैद्यचौर नजिक 3 वर्ष अगाडि गएको पहिरोको कारण रोडको डिल पूर्ण रूपमा भत्किएको थियो। केही पशु चौपायाहरूको पनि लडेर मृत्यु भएको थियो। रोडमा पहिरो गएको कारण रोडको किनारामा भएका घरहरू जोखिममा परेका थिए। तर सभामुख महोदय, सो स्थानमा तत्कालीन सरकारमा रहेका पार्टीका कार्यकर्ताको घर अगाडि रहेको बाटोमा थोरै मात्र ग्याबिन वाल लगाएर संरक्षण गरियो र सर्वसाधारण स्थानीयको घर अगाडिको बाटो जुन पहिरोले आधा भत्किएर जोखिममा परेको छ र घर पनि लड्न सक्ने जोखिममा छ,
त्यो स्थानमा अझै पनि 2077 सालदेखि अहिलेसम्म मर्मत गरिएको छैन। म सामान्य सभामुख महोदय मार्फत सरकारलाई सोध्न चाहन्छु के यो देशको बजेट पार्टी कार्यकर्ताको लागि मात्रै हो सभामुख महोदय? म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जोखिममा रहेका घरगाडीको पहिरो रोकथाम गरी सडक पुनर्निर्माण गर्न अनुरोध गर्दछु। विगत 2 सातादेखि डन्डीको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि भएको छ। प्रत्येक पटक केही मूल्य थप्दै लगातार मूल्यवृद्धि गर्ने र सरकारका जिम्मेवारी मन्त्रीले संसदीय समितिमा हाकाहाकी मूल्यवृद्धिको समर्थनको समाचारले सरकार जनताप्रति कति पनि जिम्मेवार नभएको प्रष्टै छ। शिथिल आर्थिक अवस्थालाई जागृत गराउनु पर्नेमा निर्माणको मुख्य सिजनमा यस प्रकारको कार्यले समग्र निर्माण क्षेत्र त प्रभावित भएको छ नै। कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन 2032 खारेज भएपछि उपभोक्ता हितको लागि सरकार बढी चनाखो हुनुपर्नेमा व्यवहारमा त्यस्तो देखिएन। त्यस्तै सिमेन्टमा भएको मूल्यवृद्धिमा पनि सरकारको भूमिका निरीह देखिएको छ। सभामुख महोदय, तसर्थ डन्डीमा भएको मूल्यवृद्धि छानबिन गरी मूल्यमा अस्वाभाविक कार्टेलिङ संलग्न उप कारबाही गर्नको लागि सभामुख मार्फत सरकारसँग जोरदार माग गर्दछु। ऊर्जा मन्त्री दीपक खड्गाले हालै नेपालमा पुनः लोड सेडिङ हुने र विगतमा लोड सेडिङ नभएको छिमेकी देशको कारणले हो भन्ने अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड सेडिङ छैन र भविष्यमा पनि हुँदैन भनिरहेको स्थितिमा जनतालाई आतंकित पार्ने दलाल र बिचौलिया पोस्ने र बिस्तारै नाफामा गइरहेको विद्युत प्राधिकरणलाई ध्वस्त बनाउने षड्यन्त्रमा स्वयं ऊर्जा मन्त्री नै संलग्न देखिएकोले ऊर्जा मन्त्रीलाई तुरन्त बर्खास्त गरियोस् भन्ने सभामुख महोदय मार्फत जोरदार माग गर्दछु। धन्यवाद। लाल सलाम। आज पनि देशको विभिन्न भागमा आगो लागिराखेको समाचार छ। यही चैत्र 4 गते अत्याधिक हावाहुरीसँगै भोजपुरको विभिन्न भागमा भीषण आगलागी हुँदा 19 घर जलेर नष्ट भएसँगै ठुलो धनजनको क्षति भएको छ। उक्त पीडित परिवारलाई तत्काल राहत र पुनर्वासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सरकारले दिने सरकारी राहत बढीमा 20,000 मात्र छ। यो महँगीमा त्यति राहतले सम्झिनुहोस् त म सभामुख महोदय के हुन सक्छ। यसलाई सरकारले तत्काल पुनरावलोकन गरोस् र समय सुहाउँदो उचित राहतको व्यवस्था मिलाओस् भन्ने माग गर्दछु। भोजपुरको रामप्रसाद राई गाउँपालिका 4 निवासी 55 वर्षीय ठाकुर कुमारी राईलाई दन्दनी बलिरहेको आगोको लफ्फाभित्रबाट बहादुरीपूर्वक बचाउने वडा अध्यक्ष बाबु कुमार राई र ती स्थानीय साथीहरूलाई उच्च सम्मान र म धन्यवाद दिन चाहन्छु। यो आगलागीको मौसममा सरकारको पूर्व तयारी के कस्तो छ संसदलाई जानकारी गराउन माग गर्दछु। नेपालमा सडक दुर्घटनाको अवस्था गम्भीर समस्याको रूपमा बनेको छ। गत दशक मात्रै 24,000 जनाले ज्यान गुमाएका छन् भने 50,000 भन्दा बढी व्यक्तिहरू चाहिँ घाइते भएका छन्। यो संख्या प्राकृतिक प्रकोपबाट मृत्यु हुने भन्दा 5 गुणा बढी संख्या हो। दैनिक 75 दुर्घटना र 7 देखि 10 जनाले ज्यान गुमाउने तथ्याङ्क हामीसँग छ। त्यसकारण यो समस्यालाई समाधान गर्नका लागि हामीले पहल कदमी लिनुपर्ने छ। पहाडी क्षेत्रका साँघुरा सडक र सुरक्षा बार नभएको विषय र तराईमा फुटपाथको अभाव र साँघुरा चोकहरूका समस्या समाधान गर्न ध्यान दिनुपर्ने छ। तर यति बेला शिक्षकहरू आन्दोलित अवस्थामा भएको कारण तत्काल शिक्षकहरूलाई शिक्षक महासङ्घलाई संवादमा ल्याएर गत वर्ष नेपाल सरकार र शिक्षक महासङ्घ बीच भएको सहमति कार्यान्वयनतर्फ अगाडि बढ्न म सभामुख महोदय मार्फत सरकारसँग आग्रह गर्न चाहन्छु। सोभ्यू उच्च शिक्षाको सञ्चालन तथा व्यवस्थापनमा विद्यार्थीहरूको सहभागिता र साझेदारीको प्रभावकारी माध्यम हो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्पन्न भइरहेको सोभ्यू निर्वाचनको परिणाम सुशासन र शैक्षिक सुधारको पक्षमा रहने विश्वाससहित निर्वाचित सबै पदाधिकारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। माननीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की। सम्माननीय सभामुख महोदय, हाम्रो देशका युवा शक्ति नेपालकै उज्जवल भविष्य हुन्। तर हरेक वर्ष यो युवा शक्ति अवसरको खोजीमा हजारौंको रूपमा विदेशिन बाध्य छ। चालु आर्थिक वर्षको 8 महिनाको तथ्याङ्कले पनि करिब 5 लाख युवाहरू विदेशिन बाध्य भएका छन्। यही रफ्तारमा युवा शक्ति विदेशी नै हो भनेदेखि हाम्रो मुलुक भविष्यमा गएर कर्मठ युवा शक्ति जनशक्तिविहीन मुलुकको रूपमा परिणत हुन सक्दछ। त्यसैले म सभामुख मार्फत स्थायित्व विकास र समृद्धिका निमित्त निर्माण भएको यस सरकारलाई युवाहरूका निमित्त प्रभावकारी नीति
तुरुन्त अवलम्बन गर्न र त्यसअनुसार मुलुकलाई अगाडि बढाउनका निमित्त आग्रह गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ।